नमस्कार। ज्योतिषशास्त्रमा लग्नको कुरा गर्दा जन्म समयको त्यो पूर्वी क्षितिजमा उदाउँदो राशिले मान्छेको स्वभावमा गहिरो असर पार्छ भनिन्छ नि। हो त। आज हामी विशेष गरी सिंह लग्न मेरो ज्योतिष.com को जानकारीलाई आधार मानेर यसबारे अलि गहिरो विश्लेषण गरौँ न। अवश्य। सिंह लग्न जसको स्वामी नै सूर्य। अब सूर्य भनेपछि नै तेज ऊर्जा हैन? हो त। ज्योतिषमा यसलाई निकै प्रभावशाली लग्न मानिन्छ। तर त्यो तेज र आत्मविश्वास व्यवहारमा कसरी देखिन्छ त्यो हेर्नु चाहिँ रोचक हुन्छ। स्रोतले त भन्छ कि सिंह लग्नका व्यक्तिहरू एकदमै तेजस्वी, आत्मविश्वासी अनि ऊर्जाले भरिएका हुन्छन्। अग्नितत्व प्रधान भयो, त्यसैले स्वभाव अलि गरम, अलि घुमफिर गर्न मन पराउने खालको रे। यो ऊर्जाले कस्तो बनाउँछ त उनीहरूलाई? यो ऊर्जाले नि उनीहरूलाई आफूले थालेको काम जसरी नै सक्ने एउटा दृढता दिन्छ के। हो र? हो। अनि नीति नियम अनुशासनमा विश्वास गर्ने, अरूले पनि त्यस्तै गरोस् भन्ने चाहने। तर यही अनुशासनप्रतिको लगाव छ नि, यसले गर्दा अनुशासनहीनता चाहिँ पटक्कै मन पराउँदैनन्। यो चाहिँ कहिलेकाहीँ सम्बन्धमा अलि समस्या पनि ल्याउन सक्छ के। अनि मान सम्मानको कुरा नि निकै सचेत हुन्छन् रे नि त। हो। आफ्नो इज्जत मान सम्मान प्रति एकदमै होशियार अनि वाचा गर्यो कि पूरा गर्ने। तर अर्कोतिर फेरि सबैसँग सजिलै घुलमिल हुन नसक्ने रे नि त। अलि आफ्नो स्तरको मान्छे खोज्ने, यो कस्तो विरोधाभास जस्तो सुनिन्छ। खै त्यो उनीहरूको त्यो राजसी स्वभाव अनि आत्मसम्मानप्रतिको संवेदनशीलताले गर्दा होला। स्थिर लग्न हो नि त यो। स्थिर लग्न। त्यसैले व्यवहारमा स्थिरता त हुन्छ, तर यसले गर्दा अलि छान्ने के सेलेक्टिभ बनाउँछ। सतै सम्बन्ध मन पराउँदैनन्, गहिरो सम्बन्ध खोज्छन्। व्यवहारको कुरामा उनीहरूले अरूबाट पनि आफूले जस्तै व्यवहारको अपेक्षा राख्छन् भनियो। त्यो अपेक्षा पूरा भएन भने नि कस्तो हुन्छ प्रतिक्रिया? अपेक्षा पूरा नहुँदा अलि रुखो, अलि कठोर जस्तो देखिन सक्छन्। सूर्यको प्रभावले सुख सुविधा, अलि राजसी जीवनशैली मनपर्छ। अनि एउटा रमाइलो कुरा के छ भने अरूलाई काम अहराउन त मन पराउँछन्, तर अरूले गरेको काममा सजिलै चित्त बुझ्दैन क्या। बाबा, यो त अलिक गाह्रो स्वभाव भयो नि। एकातिर नेतृत्व गर्न खोज्ने, अर्कोतिर टिमको काममा चित्त नबुझाउने। कार्यक्षेत्रमा त गाह्रो होला नि। हो नि, अलि चुनौती आउन सक्छ सहकार्यमा। उनीहरूको आफ्नो स्तर अलि माथि हुन्छ अनि त्यही अपेक्षा अरूबाट राख्छन्। तर स्रोतले के पनि भन्छ भने नि, जसले उनीहरूको संरक्षण, उनीहरूको गाइडेन्स स्वीकार्छ नि, त्यसलाई चाहिँ फेरि पुरै सहयोग गर्छन्। सायद विश्वास जित्नु पर्यो पहिले। विश्वास जितेपछि सहयोगी हुने? त्यस्तै। अनि उनीहरू मानसिक काम, प्रशासनिक काममा बढी जम्छन्, शारीरिक काम चाहिँ खासै मन पराउँदैनन्। सम्बन्धमा पनि यस्तै हुन्छ कि अलि अपेक्षा, अलि नियन्त्रण खोज्ने? स्रोतले त त्यस्तै सङ्केत गर्छ। प्रेम वा मित्रतामा अलि पजेसिभ, मतलब आफ्नो अधिकार अलि बढी खोज्ने अनि थोरै ईर्ष्यालु पनि हुन सक्ने। यो उनीहरूको त्यो गहिरो लगाव, सुरक्षाको भावनासँग जोडिएको होला, तर यसले कहिलेकाहीँ समस्या पनि ल्याउन सक्छ सम्बन्धमा। शारीरिक बनावट र स्वास्थ्यतिर के छ त जानकारी? प्राय मध्यम कद अनि शरीर पनि सन्तुलित नै हुन्छ भनिएको छ। स्वभावले दयालु, परम्परालाई मान्ने खालका पनि हुन्छन् रे। तर स्वास्थ्यको कुरा गर्दा चाहिँ उनीहरूको त्यो अत्यधिक रिस छ नि, अनि मरमसला, चिल्लो पिरो, त्यो राजसी खानपान अलि हानिकारक हुन सक्छ। रिस र खानपान? हो। यसले गर्दा पित्त सम्बन्धी समस्याको जोखिम बढ्छ। भनेपछि रिस नियन्त्रण गर्ने र खानपानमा सन्तुलन राख्ने कुरा एकदम जरुरी देखियो। पानी प्रशस्त पिउनु पर्यो। एकदम। ऐश्वर्यशाली जीवनशैली ठिकै छ, तर सन्तुलन चाहियो। अनि काम गर्ने क्षेत्र कस्तो काममा सफल हुन सक्छन् त? उनीहरूको साहस, स्पष्ट बोल्ने बानी, धैर्य अनि त्यो आत्मविश्वास, यी गुणहरूले गर्दा लेखक, डाक्टर, केमिस्ट, प्रशासक, बौद्धिक काम, दार्शनिक जस्ता क्षेत्रमा राम्रो गर्न सक्छन्। जहाँ अलि दिमाग लाग्ने, निर्णय क्षमता चाहिने काम भयो। हो। जहाँ नेतृत्व चाहिन्छ, निर्णय चाहिन्छ, बौद्धिकता चाहिन्छ, त्यहाँ उनीहरू फिट हुन्छन्। भनेपछि सारमा हेर्दा सिंह लग्नमा नेतृत्व, आत्मविश्वास, दृढता जस्ता शक्तिशाली गुणहरू त प्रशस्तै रहेछन्। बिल्कुल, एकदमै राजसी गुणहरू।
तर सँगसँगै त्यो उच्च अपेक्षा राख्ने बानी, अलि आलोचनात्मक स्वभाव अनि सम्बन्धमा अधिकार खोज्ने जस्ता चुनौतीपूर्ण पक्षहरू पनि देखियो। हो, यी दुवै पक्ष छन्। हो, यी दुई पक्षको सन्तुलनले नै उनीहरूको व्यक्तित्व र जीवन कस्तो हुन्छ भन्ने निर्धारण गर्छ। निश्चय पनि। एकातिर यस्तो प्रभावशाली राजसी स्वभाव, यस्तो आत्मविश्वास, अनि अर्कोतिर अलि आलोचनात्मक, कहिलेकाहीँ कठोर पनि हुन सक्ने प्रवृत्ति, यी दुई पाटाको अन्तर्क्रियाले सिंह लग्नको व्यक्तिको जीवनलाई कसरी अगाडि बढाउँछ होला? यो साँच्चै नै विचार गर्नुपर्ने प्रश्न हो।